नेक्स्ट डेली मार्केट अपडेट लिएर आइसकेका छौँ। आज हेरौँ के भयो बजारमा भनेर। आज बजार 27.07 अङ्कले घटेर 2798.83 अङ्कमा आएर रोकिएको छ, जसमा 0.92% रहेको छ भने आजको बजार हेर्दाखेरि चाहिँ लगभग सबै जस्तो 42 जस्तै खालको देखिएको छ। हेर्न सक्नुहुन्छ खुलेदेखि अलिकति बढ्न खोजेको हो कि भन्ने खालको देखिए पनि गर्दै गर्दै आएर आजको सबैभन्दा लो भनेको यो समयमा बनाएको छ 2:34 भने अन्तिममा हल्का त्योभन्दा चाहिँ हल्का बढेर बन्द भएको छ। आज बजार घट्दाखेरि 48 वटाले कमाएका छन् भने 211 वटाले गुमाएका छन्, जसमा 4 वटा अनचेन्ज रहेका छन्। आज बजार घट्दाखेरि 11 अर्ब 97 करोड 46 लाख 97,088.00 अङ्कको टर्नओभर भएको छ भने जसमा 30 करोड 7,90,211 वटा सेयरहरू ट्रेड भएका छन्। 11 चोटि ट्रेड भएका छन् सेयरहरू भने जसमा ट्रान्जेक्सन भने 1,27,59 वटा रहेको छ, जसमा 345 वटा स्क्रिप्टहरू ट्रेड भएका छन्। आज बजार गर्दाखेरि टप गेनरहरू यिनीहरू रहेका छन्। हेर्न सक्नुहुन्छ भने टप लुजरको रूपमा यिनीहरू रहेका छन्। आज बजार गर्दाखेरि सबैभन्दा धेरै टर्नओभर भएका भनेको एकेजेसिएल एनएचपिसीहरू रहेका छन् भने आजको टप भोल्युममा एनएचपिसी एकेजेसिएलहरू रहेका छन् भने जसमा टप ट्रान्जेक्सनमा एनएचपिसी बिएचएलहरू रहेका छन्। आज बजार घट्दाखेरि हेर्न सक्नुहुन्छ हिजो अस्तिको भनौँ न योभन्दा दुईवटा पहिलेको क्यान्डललाई चाहिँ जित्न सकेको छैन। हिजोकोलाई चाहिँ भने थोरै जितेरै बन्द भएको छ। हेर्न सक्नुहुन्छ आजको हिसाबले हेर्दाखेरि आरएसआई पनि थोरै डाउन जस्तो देखिन्छ। यहाँ एमएसिडी पनि यस्तो खालको देखिएको छ। हेर्न सक्नुहुन्छ आज डेली चार्टमा हेर्दाखेरि 1 आवर्समा हेर्दाखेरि चाहिँ बिआरएसको रूपमा हल्का बजार घट्न थालेको देख्न सकिन्छ। आजको बजार हेर्न सक्नुहुन्छ आजको डेबाट हेर्दाखेरि चाहिँ अब यो अस्तिकोलाई नै टेस्ट गरिरहेकै देखिन्छ भने यो बजार घट्न पनि सकिरहेको छैन, बढ्नलाई पनि अलिकति दम लगाएको हो कि भन्ने खालको देखिन्छ। हेर्न सक्नुहुन्छ अब आजको एआई इन्डिकेटर एआई चार्टले पनि तर आज अहिलेसम्म बाई सिग्नल नै दिएको छ, किनभने यसको 2770 सम्म नपुगिन्जेलसम्म बाई सिग्नल नै दिइरहन्छ। हेर्न सक्नुहुन्छ प्रॉफिट बुकिङ चलि नै रहेको छ भन्न पनि सकिन्छ लगभग। अनि अब अरू तपाईँको यसले बाई सिग्नलै दिइरहेको छ। आजको एक्टिभ ट्रेडमा केही दिएको छ कि हेरौँ। आजकोमा केही पनि दिएको छैन नयाँ कम्पनीको। अस्ति पुरानै लगभग 12 तारिककै मात्रै एनआइसी एसियामै दिएको छ, जसमा 1.30% को वृद्धि रहेको छ भने अरू त्यही आज सेल सिग्नलहरू 16 भनेपछि आज चाहिँ सेल सिग्नल यिनीहरूमा दिएका छन्। हेर्न सक्नुहुन्छ सोनाहरूमा अब यसमा पनि बाई सिग्नलै दिइरहेको छ, त्यस्तो आतिहाल्नु पर्ने खालको चाहिँ देखिँदैन, बढ्ने नै भन्ने खालको सबैतिर हिसाबले गरिएको छ। तर पनि अब तत्कालको रूपमा चाहिँ थोरै घटेकै खालको देखिन्छ। अब आजको बजार हेर्दाखेरि यसमा बायर्सको कन्ट्रोल भएका एकेजेसिएल यिनीहरू रहेका छन् भने सेलर्सको कन्ट्रोलमा एचआई डिसिएलपी एनजिपिएलहरू रहेका छन् भने 3 दिनको हिसाबले गर्दाखेरि पनि यिनीहरू रहेका छन् र 1 महिनाको हिसाबमा यिनीहरू रहेका छन्। अब 3 दिनमा बायर्सको कन्ट्रोलमा चाहिँ यिनीहरू रहेका छन्। हेर्न सक्नुहुन्छ तथा अब 1 महिनाको त के हेराइ भयो र होइन, यस्तो खालको देखिएको छ। तत्कालको रूपमा चाहिँ त्यस्तो डराइहाल्ने भन्ने खालको चाहिँ यहाँ देखिएको छैन धेरै कुराले गर्दा। तर पनि भने तत्काल भने घटि नै रहेको छ। हेर्न सक्नुहुन्छ तपाईहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिन सक्नुहुनेछ। धन्यवाद। Subscribe to my channel.